हेलो साथीहरू फेरि पनि नमस्कार है। गुड मर्निङ। अहिले चाहिँ बिहानको 5 बजेको छ साथीहरू। आज पनि म एसिस्टेन्ट प्रोफेसरको एक्जामलाई मध्यनजर गरेर अर्को कन्टेन्ट लिएर आइपुगेको छु साथीहरू। यो पनि धेरै इम्पोर्टेन्ट टपिक रहेको छ। आजको यो टपिक रहेको छ करिकुलम फ्रेमवर्क अफ फ्याकल्टी अफ म्यानेजमेन्ट इन त्रिभुवन युनिभर्सिटी। यसमा अब हामीले विभिन्न किसिमको करिकुलम फ्रेमवर्क को यसको मिनिङ, यसको सिग्निफिकेन्स र सँगसँगै करिकुलम फ्रेमवर्क र स्ट्रक्चरको यसका इलिमेन्टहरूको बारेमा छलफल गर्नेछौँ साथीहरू। अब के हो त करिकुलम फ्रेमवर्क भनेको के हो त? अस्ति हामीले करिकुलम डिजाइनको कुरा गरेका थियौँ है। आज चाहिँ करिकुलम फ्रेमवर्क भनेको के हो त है? करिकुलम फ्रेमवर्क भनेको के हो त? यसको मिनिङ के हो है? फ्रेमवर्क भन्छ, फ्रेम दिने हो है। फ्रेम है, जसले फ्रेम दिन्छ, जसले चाहिँ स्ट्रक्चर दिन्छ, करिकुलमको स्ट्रक्चर दिने है, अथवा एकाडेमिक प्रोग्रामको स्ट्रक्चर दिने, जसले चाहिँ रिजिड स्ट्रक्चर दिन्छ, त्यो नै के हो? करिकुलम फ्रेमवर्क हो। जनरली भन्दाखेरि करिकुलम फ्रेमवर्क एउटा चाहिँ स्ट्रक्चर हो है, स्ट्रक्चरल ब्याकबोन हो है। कसको भन्दाखेरि एकाडेमिक प्रोग्रामको है, कुनै पनि एकाडेमिक प्रोग्रामको स्ट्रक्चरल ब्याकबोन हो है। जसमा चाहिँ के कुराहरू इन्क्लुड हुन्छ भन्दाखेरि चाहिँ, जसले के कुरा एक्सप्लेन गर्छ भन्दाखेरि चाहिँ वाट स्टुडेन्ट लर्न, स्टुडेन्टले के है लर्न गर्ने त है। त्यो कोर्स लगिसकेपछि, त्यो है त्यो कोर्स पढिसकेपछि अथवा त्यो कोर्समा इनरोलमेन्ट भइसकेपछि स्टुडेन्टले के लर्न गर्ने त, त्यो कुरालाई यसले इन्क्लुड गर्छ, त्यो कुरालाई यसले एक्सप्लेन गर्छ। त्यसै गरेर यसले चाहिँ सिक्वेन्समा है, इन वाट सिक्वेन्स, कुन सिक्वेन्समा राख्ने त, त्यहाँको कोर्स कुराहरू, कन्टेन्टका कुराहरू कुन सिक्वेन्समा राख्ने, सिरियल वाइज कसरी मिलाएर राख्ने है। फर्स्ट इयरमा के राख्ने, सेकेन्ड इयरमा के राख्ने, थर्ड इयरमा के राख्ने, फोर्थ इयरमा के राख्ने, अथवा फर्स्ट सेमिस्टरमा के राख्ने, सेकेन्ड सेमिस्टरमा के राख्ने है, थर्ड सेमिस्टरमा के राख्ने भन्ने यो यसले चाहिँ सिक्वेन्स पनि मिलाउने काम गर्छ है। सिक्वेन्सियल अर्डरमा करिकुलमलाई अथवा कोर्सलाई राख्ने काम गर्छ। एट वाट डेप्थ है, कुन डेप्थमा राख्ने त है, सर्फेसले राख्ने कि अलिकता डिपमा राख्ने कि, कुन सेमिस्टरमा, कुन इयरमा, कुन लेभलको स्टुडेन्टलाई कुन किसिमको कोर्सहरू राख्ने त, कुन डेप्थमा राख्ने है, कुन सर्फेसमा राख्ने भन्ने कुरा पनि यसले, यो फ्रेमवर्कले एक्सप्लेन गर्छ। एन्ड हाउ डिफ्रेन्ट कोर्स आर कनेक्टेड, त्यहाँभित्र भएका कोर्सहरूलाई, विभिन्न सब्जेक्टहरूलाई कसरी इन्टरलिङ्क गर्ने त है, ती सब्जेक्टलाई इन्टरडिसिप्लिनरी कसरी बनाउने त, यी सबै कुराहरूको एक्सप्लेन गर्ने काम कसले गर्छ भन्दाखेरि करिकुलम फ्रेमवर्कले गर्छ। त्यस कारणले गर्दा करिकुलम फ्रेमवर्क कुनै पनि एकाडेमिक प्रोग्रामको एउटा ब्याकबोन हो है, एउटा चाहिँ मार्गदर्शक हो, निर्देशक हो है। यो चाहिँ डिरेक्सन गर्ने काम गर्छ, गाइड गर्ने काम गर्छ। एकाडेमिक प्रोग्रामलाई गाइड गर्नको लागि, एकाडेमिक प्रोग्रामलाई फाउन्डेसन दिनको लागि, एकाडेमिक प्रोग्रामलाई डिरेक्सन दिनको लागि करिकुलम फ्रेमवर्क है एकदम इम्पोर्टेन्ट रहेको छ। अब हाम्रो म्यानेजमेन्ट फ्याकल्टीमा, फ्याकल्टी अफ म्यानेजमेन्टमा करिकुलम फ्रेमवर्क चाहिँ है यसरी गएको छ। सबभन्दा पहिला चाहिँ बेसिक अन्डरस्ट्यान्डिङ हुन्छ है, यसको चाहिँ मुभमेन्ट है, प्रोग्रेसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सबभन्दा पहिला बेसिक कन्सेप्टबाट, बेसिक अन्डरस्ट्यान्डिङबाट है, कन्सेप्सुअल हुन्छ पहिला। त्यसपछि सेकेन्ड स्टेजमा गइसकेपछि, इन्टरमिडिएटमा गइसकेपछि फङ्सनल एक्सपर्टाइज बनाउने, स्टुडेन्टहरूलाई फङ्सनल एक्सपर्टाइज भन्छ क्या। जस्तै हाम्रो पनि तिन किसिमको भनेको थियो नि, कर्पोरेट लेभल, त्यसपछि इन्टरमिडिएट लेभल है, त्यसपछि चाहिँ बिचमा चाहिँ लास्टमा अपरेसन लेभल भनेका थियो नि। त्यसै गरेर यो फङ्सनल एक्सपर्टाइज गराउने काम गर्छ क्या है। त्यस फङ्सनल है एक्सपर्टाइज गराउने, फङ्सनमा एक्सपर्ट बनाउने ग्रेजुएटलाई, र लास्टमा चाहिँ है फाइनली चाहिँ स्ट्राटेजी र प्रोफेसनल कम्पिटेन्सी, अन्तिममा अथवा लास्ट इयरमा अथवा मास्टर, ब्याचलर डिग्रीभन्दा माथि मास्टर डिग्रीमा स्ट्राटेजिक र प्रोफेसनल कम्पिटेन्सीहरू बनाउने कुराहरू
यो हाम्रो म्यानेजमेन्टको करिकुलमको फ्रेमवर्कको यो किसिमको स्ट्राटेजी रहेको छ। सुरुका वर्षहरूमा म्यानेजमेन्टका सुरुको इयरहरूमा ब्याचलर लेभलको सुरुको इयरहरूमा के छ भन्दाखेरि बेसिक अन्डरस्ट्यान्डिङका कुराहरू छन् है। त्यसपछि ब्याचलर थर्ड इयर फोर्थ इयर अथवा सेभेन्थ र एट्थ सेमिस्टरमा पुगिसकेपछि फङ्सनल एक्सपर्टाइजका कुराहरू छन् र त्यसपछि मास्टर डिग्रीमा गइसकेपछि अलिकति एडभान्स छ है। स्ट्राटेजिक र प्रोफेसनल कम्पिटेन्सीलाई मध्यनजर गरेर त्यही किसिमको करिकुलमको फ्रेमवर्क के गरिएको छ, प्रिपेयर गरिएको छ, बनाइएको छ है। अब अर्को टपिक रहेको छ वाइ इज करिकुलम फ्रेमवर्क इम्पोर्टेन्ट इन म्यानेजमेन्टको है। म्यानेजमेन्टमा करिकुलम फ्रेमवर्क किन इम्पोर्टेन्ट छ त है। म्यानेजमेन्ट मात्रै नभएर सबै डिसिप्लिनहरूमा, सबै फ्याकल्टीहरूमा, सबै विषयहरूमा इम्पोर्टेन्ट नै छ। अब हामीले चाहिँ म्यानेजमेन्टमा किन इम्पोर्टेन्ट छ त है। किनभने म्यानेजमेन्ट के छ भन्दाखेरि यो फ्रेमवर्क किन आवश्यकता छ भन्दाखेरि चाहिँ म्यानेजमेन्ट अरू सब्जेक्टभन्दा यो के हुन्छ, डाइनामिक हुन्छ। म्यानेजमेन्टका प्रिन्सिपलहरू, म्यानेजमेन्टका इस्युहरू, म्यानेजमेन्टका ट्रेनहरू चाहिँ है अलिकता डाइनामिक हुन्छन्। द्याट मिन्स है टाइम र टेक्नोलोजी परिवर्तन भयो भने समय र प्रविधिको परिवर्तनसँगै म्यानेजमेन्टको कन्सेप्ट पनि, म्यानेजमेन्टको प्र्याक्टिस पनि के हुँदै जान्छ भन्दाखेरि चाहिँ चेन्ज हुँदै जान्छ। त्यसमा डाइनामिक छ। अनि म्यानेजमेन्टका डिसिप्लिनहरू, म्यानेजमेन्ट चाहिँ अरू सब्जेक्टसँग पनि के छ, रिलेटेड छ क्या, इन्टरडिसिप्लिनरी छ है। जस्तै मैले अस्ति पनि भनेको थिएँ, इकोनोमिक्स, साइकोलोजी, टेक्नोलोजी, कम्युनिकेसन, फाइनान्स, एचआर, मार्केटिङ, यिनी धेरै सब्जेक्टसँग यो के छ भन्दाखेरि इन्टर कनेक्टेड छ। त्यस कारण यो इन्टरडिसिप्लिनरी छ यसको नेचर। अनि यो प्र्याक्टिस ओरिएन्टेड छ। अरू सब्जेक्टभन्दा पनि यो है म्यानेजमेन्ट सब्जेक्ट चाहिँ के प्र्याक्टिस ओरिएन्टेड छ है। प्र्याक्टिसमा जानुपर्छ, केस स्टडी गर्नुपर्छ, प्रोजेक्ट वर्क गर्नुपर्छ है। इन्डस्ट्रीका कुराहरू बुझ्नुपर्छ, इन्डस्ट्रियल है सिफ्टहरू बुझ्नुपर्छ, सोसियल सिफ्टहरू बुझ्नुपर्छ। त्यस कारणले गर्दा यो प्र्याक्टिसमा ओरिएन्टेड छ, प्र्याक्टिकलमा ओरिएन्टेड छ। मैले अघि नै भनिसकेँ, अरू सब्जेक्ट, अरू ट्रेडिसनल सब्जेक्टभन्दा म्यानेजमेन्ट कन्टिन्युसली चेन्ज हुन्छ है। रेगुलरली चेन्ज भइरहेको छ। अनि रेगुलरली है चेन्ज भएको छ। किन भन्दाखेरि मैले भनिसकेँ नि, बिजनेस है सिनारियो चेन्ज भइरहेको छ। बिजनेस, ग्लोबल बिजनेसहरू चेन्ज हुन्छ, कम्पिटिसन बढ्दै जान्छ है। अनि त्यसपछि टेक्नोलोजीमा एडभान्समेन्ट हुन्छ है। अनि सबैभन्दा महत्त्वपूर्ण ग्लोबलाइजेसन है। सबभन्दा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि ग्लोबलाइजेसन है। ग्लोबलाइजेसनको मेन कारणले नै है ग्लोबमा, यो विश्वमा को जुनसुकै कर्नरमा है जसोसुकै परिवर्तन आए पनि त्यसले चाहिँ म्यानेजमेन्टलाई के गर्छ भन्दाखेरि चाहिँ म्यानेजमेन्टको कन्सेप्टलाई, म्यानेजमेन्टको प्र्याक्टिसलाई, म्यानेजमेन्टको एउटा थटलाई, म्यानेजमेन्टको एक किसिमको बिलिभलाई अहिले के गर्छ भन्दाखेरि परिवर्तन गरेर ल्याउँछ। त्यस कारणले गर्दा यो पनि ग्लोबलाइजेसन पनि इम्पोर्टेन्ट है। यसको है ड्राइभर हो है। एउटा ग्लोबलाइजेसनले गर्दा पनि म्यानेजमेन्ट चाहिँ चेन्ज भइरहेको हुन्छ। अनि सोसियल र इथिकल च्यालेन्जहरू है सोसाइटीमा र त्यसपछि इथिक्समा केही च्यालेन्जहरू थपिँदै जान्छन्, केही सिफ्टहरू आउँदै जान्छन्, नयाँ नयाँ पोलिसीहरू, नयाँ नयाँ है लहरू आउँछन् र त्योसँग कम्प्लेन्स गर्नुपर्छ, त्योसँग तालमेल हुनु पर्यो है। त्यस कारणले गर्दा पनि म्यानेजमेन्ट अरू सब्जेक्टहरू भन्दा के छ, डाइनामिक छ। अरू सब्जेक्टभन्दा पनि कन्टिन्युसली के हुन्छ, चेन्ज हुन्छ। देयरफर अब यो म्यानेजमेन्ट चेन्ज हुन्छ भने म्यानेजमेन्टको करिकुलम किन चेन्ज नहुने त है। त्यस कारणले म्यानेजमेन्टको करिकुलमको फ्रेमवर्क चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ फ्लेक्जिबल हुनुपर्छ क्या है। जुनसुकै बेला पनि के गर्न सकिने, रिभाइज गर्न सकिने हुनु पर्यो, जुनसुकै बेला अपडेट गर्न सकिने हुनु पर्यो है। शैलीसँग है अपडेट गर्न सकिने हुनु, फ्लेक्जिबल हुनु पर्यो। म्यानेजमेन्ट करिकुलम मस्ट बी, अथवा म्यानेजमेन्टको फ्रेमवर्क चाहिँ के हुनुपर्छ, फ्लेक्जिबल हुनु पर्यो। फ्लेक्जिबल भनेको है जब जब म्यानेजमेन्टको कन्सेप्टमा है परिवर्तन आउँछ है, तब हाम्रो करिकुलम पनि के हुनु पर्यो भन्दाखेरि अपडेट भएर आउनु पर्यो क्या, चेन्ज भएर आउनु पर्यो, चेन्ज गर्न सकिने हुनु पर्यो। अनि मार्केट रेस्पोन्सिभ भन्छ क्या, मार्केटमा है मार्केट ड्राइभन हुनु पर्यो क्या है। मा जति परिवर्तन आउँछ, हामी त म्यानेजमेन्टमा मार्केटकै कुराहरू पढ्ने हो है। मार्केटसँग नै सम्बन्धित छ हाम्रो विषयहरू हो। मार्केटको रेस्पोन्सिभ के छ त
मार्केटमा के है परिवर्तन आयो त, मार्केटको ड्राइभन कस्तो भयो त, त्यो कुरासँग के गर्नु, करिकुलमले के गर्नुपर्छ, म्याच गर्नुपर्छ। मार्केटको डिमान्ड के छ त, मार्केट कतातिर गइरहेको छ, त्यही किसिमको करिकुलम के गर्नुपर्छ, हामीले बनाउनु पर्छ। त्यही किसिमको करिकुलम हामीले है चेन्ज गर्दै जानुपर्छ, अपडेट गर्दै जानुपर्छ, यसलाई एडभान्स गर्दै जानुपर्छ, फ्युचर ओरिएन्टेड है करिकुलम। म्यानेजमेन्टको करिकुलम अथवा अरू करिकुलम के हुनु पऱ्यो भन्दाखेरि चाहिँ विद्यार्थीको फ्युचरमा ओरिएन्टेड हुनु पऱ्यो, करियरमा ओरिएन्टेड हुनु पऱ्यो, करियरलाई सेन्टरमा राखेर बनाइएको हुनु पऱ्यो। त्यो रुट लर्निङ मात्रै नभएर, घौगन्ती शिक्षा मात्रै नभएर है, अनि कन्सेप्चुअल थ्योरी मात्रै लर्न नगरेर फ्युचरलाई त्यसले सिक्योर गर्छै गर्दैन, करियरलाई बनाउँछै बनाउँदैन। अथवा त्यसमा आउने ग्रेजुएट्सले है त्यो करिकुलमले ग्रेजुएट्सहरूको फ्युचरमा कतिको ओरिएन्टेड छ है, फ्युचरप्रति कतिको चिन्तित छ, त्यो किसिमले करिकुलम के हुनुपर्छ, करिकुलमको फ्रेम के हुनुपर्छ, डिजाइन गर्नुपर्छ। अब इन्ट्रेन्स कन्टेस्ट अब त्रिभुवन युनिभर्सिटीको कन्टेस्टमा चाहिँ फ्याकल्टी अफ म्यानेजमेन्टले चाहिँ फ्रेमवर्क बनाउँदाखेरि चाहिँ है, फ्रेमवर्क बनाउँदाखेरि के गरेको, दुईवटा कुरा अप्नाएको छ। एउटा चाहिँ स्ट्रक्चर छ, वेल स्ट्रक्चर छ, वेल अर्गनाइज छ है। यसमा किन भन्दाखेरि चाहिँ एकाडेमिक रिगर प्राप्त गर्नको लागि, एकाडेमिक कम्पिटेन्सी प्राप्त गर्नको लागि, एकाडेमिक हो है, एकाडेमिक वेलबिङ प्राप्त गर्नको, एकाडेमिक है रूपमा चाहिँ एकाडेमिक है एकाडेमिक रिगोरको लागि। अर्को चाहिँ फ्लेक्जिबल छ है, दुई किसिमले दुईवटा स्ट्राटेजी अप्नाएको छ है। करिकुलम फ्रेमवर्क बनाउँदाखेरि एउटा स्ट्रक्चर, एकदम स्ट्रक्चर वेल म्यानेज छ, वेल स्ट्रक्चर छ। किन भन्दाखेरि टु इन्स्योर द एकाडेमिक रिगर, एकाडेमिक रिगर है लाई इन्स्योर गर्नको लागि स्ट्रक्चर पनि छ। अनि त्यसपछि डाइभर्स लर्नर निड्स भनेको लर्नरको विभिन्न किसिमको निड्सहरू हुन्छ र सँगसँगै अ, यो है बिजनेस इन्भाइरोमेन्टमा विभिन्न किसिमको चेन्जेसहरू आउँछ, मार्केटमा विभिन्न किसिमको चेन्जेसहरू आउँछ। त्यस कारणले गर्दा लर्नरहरूको निड्स पनि, एक्सपेक्टेसन पनि के हुन्छ भन्दाखेरि फरक फरक हुन्छ हो। त्यसलाई मिट गर्नको लागि पनि के छ फेरि, यो फ्लेक्जिबल छ है, फ्लेक्जिबल पनि छ, स्ट्रक्चर पनि छ क्या है। यो एकदम राम्रो कुरा हो है, स्ट्रक्चर पनि छ, वेल तरिकाले के गरेको छ भन्दाखेरि है वेल तरिकाले अलाइनमेन्ट गरिएको छ, वेल तरिकाले त्यसलाई है प्रोग्रेसिभ तरिकाले र भर्टिकल प्रोग्रेसन र होरिजेन्टल इन्टिग्रेसनका कुरालाई स्ट्रक्चर तरिकाले राखिएको छ र सँगसँगै फ्लेक्जिबल पनि छ है। अनि त्यसै गरेर करिकुलमले चाहिँ हाम्रो नेपालको नेसनल क्वालिफिकेसन फ्रेमवर्कलाई के गरेको छ, त्योसँग तालमेल हुने खालको छ है। नेपालको है राष्ट्रिय है योग्यता प्रणालीसँग, त्यो फ्रेमवर्कसँग है तालमेल हुने खालको छ, तालमेल गर्नु पर्यो है। अनि त्यस कारणले गर्दा चाहिँ अर्को चाहिँ इन्टरनेसनल स्ट्यान्डर्डलाई है, इन्टरनेसनल स्ट्यान्डर्डलाई पनि यसले के गरेको छ, मिलाएको छ। इन्टरनेसनल स्ट्यान्डर्डसँग, इन्टरनेसनल अथवा ग्लोबल स्ट्यान्डर्डसँग पनि म्याच हुने खालको छ यो है हाम्रो फ्याकल्टी अफ म्यानेजमेन्टको करिकुलमको फ्रेमवर्क। अनि त्यसै गरी त हाम्रो के अरे 4 इयरमा लगेको नि ब्याचलर लेभल है, ब्याचलर लेभललाई 4 इयरमा लग्यो। त्यसपछि विभिन्न जस्तै बिबिए, एमबिएस र एमबिएमा सेमिस्टर क्रेडिट बेस्ड है करिकुलमको फ्रेमवर्क बनाएको छ। यो के को लागि हो भन्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डको लागि है। त्यसै गरेर बिकज अफ द दिस अलाइनमेन्ट त्यो ग्रेजुएट्सहरू के हुन सक्छन् भन्दाखेरि यो दुईवटा अलाइनमेन्ट गरेको छ, एउटा त नेसनल क्वालिफिकेसन फ्रेमवर्कसँग, अर्को चाहिँ ग्लोबल स्ट्यान्डर्डसँग, दुईवटासँग है। नेपालको फ्याकल्टी अफ म्यानेजमेन्टको अथवा त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टको करिकुलमले अलाइन गरेको छ। यो अलाइन गर्नुको कारण के हो भन्दाखेरि चाहिँ आफ्टर द है ग्रेजुएसन, आफ्टर द पास आउट है, किन गरेको भन्दाखेरि चाहिँ आफ्टर द पास आउट ग्रेजुएट्सहरू है टु बी के हुनु पऱ्यो, ग्लोबल्ली कम्पिटिटिभ हुनु पऱ्यो क्या। ग्लोबलमा जुन संसारको जुनसुकै देशमा गए पनि ऊ के हुनु पऱ्यो, कम्पिटेटिभ हुनु पऱ्यो, ऊ चाहिँ इम्प्लोएबल हुनु पऱ्यो, ऊ चाहिँ सेलेबल हुनु पऱ्यो। उसको नलेज, स्किल र एटिच्युड है चाहिँ संसारभरि के हुनु पऱ्यो भन्दाखेरि सेलेबल हुने खालको हुनु पऱ्यो क्या, बिक्री हुने खालको हुनु पऱ्यो। उसलाई चाहिँ हायर है, उसलाई चाहिँ हायर गर्न सकिने हुनु पऱ्यो क्या। अब विक भयो भने कम्पनी है, हाम्रो ग्रेजुएसन विक भयो भने
है, अथवा कम्पिटेटिभ चाहिँ लेस कम्पिटेटिभ भयो भने त्यो त भएन है। त्यस कारणले गर्दा ट्युको फ्याकल्टी अफ म्यानेजमेन्टले यो किसिमले कोर्स डिजाइन गरेको छ कि त्यहाँबाट पास आउट हुने विद्यार्थी चाहिँ ग्लोबली के हुनु पर्यो, कम्पिटेटिभ हुनु पर्यो है। त्यसै गरी इथिकल्ली रेस्पोन्सिबल है, इथिकल्ली रेस्पोन्सिबल ऊ मोरल हुनु पर्यो है, है मोरल हुनु पर्यो, रेस्पोन्सिबल हुनु पर्यो, सोसाइटीप्रति, इन्भाइरोमेन्टप्रति है, आफ्नो काम गर्ने संस्था प्रति के हुनु पर्यो, अथवा रुल रेगुलेसनप्रति ऊ के हुनु पर्यो, डिसिप्लिन हुनु पर्यो है, मोरल हुनु पर्यो। उसले चाहिँ मोरल भ्यालुजहरूलाई पनि के गरेको हुनुपर्छ, ज्ञान गर्नुपर्छ क्या। यो ग्लोबल कम्पिटेन्सीका कुरा मात्रै नभएर, नलेज मात्रै नभएर, स्किल मात्रै नभएर ऊ इथिकल्ली के हुनु पर्यो भन्दाखेरि गुड हुनु पर्यो क्या। अनि अर्को के छ भन्दाखेरि चाहिँ कन्स्टेक्चुअली अवेर अफ नेप्लिज सोसाइटी, नेप्लिजको सोसाइटीसँग के हुनु पर्यो, अवेर हुनु पर्यो है, अवेर भनेको सचेत हुनु पर्यो। अब त्यसै गरी अर्को टपिकमा गएका छौँ हामी, कम्पोनेन्ट्स अफ म्यानेजमेन्ट करिकुलम फ्रेमवर्क है। यो चाहिँ म्यानेजमेन्ट करिकुलमका कम्पोनेन्ट्सहरू के छन् त है, फ्याकल्टी अफ म्यानेजमेन्टमा के कम्पोनेन्ट्सहरू छन् है, कुन कुन कोर्सेसहरू राखिएको छ, त्यो कुराहरू हेर्छौँ। नेपालको है त्रिभुवन विश्वविद्यालयको है फ्याकल्टी अफ म्यानेजमेन्टमा करिकुलम चाहिँ के छ, मल्टी लेयर छ क्या, मल्टी लेयर डिजाइन छ, विभिन्न किसिमका लेयर बनाइएको छ, विभिन्न किसिमका कोर्सहरू यहाँ राखिएको छ है। मल्टी लेयर छ, सिङ्गल लेयर छैन है, मल्टी लेयरमा छ है। मल्टी लेयर किन बनाएको भन्दाखेरि होलिस्टिक डेभलपमेन्टको लागि है, एउटा मात्रै डेभलपमेन्ट होइन, होलिस्टिक, ऊ कन्सेप्सुअल पनि हुनु पर्यो है, ऊ चाहिँ फङ्सनल पनि हुनु पर्यो, ऊ चाहिँ एक्सपर्ट पनि हुनु पर्यो, ऊ चाहिँ स्ट्राटेजिक पनि हुनु पर्यो, उसँग सफ्ट स्किल पनि डेभलप हुनु पर्यो, उसँग इथिकल भ्यालुजहरू पनि है हुनु पर्यो। त्यस कारणले गर्दा यो कोर्स डिजाइन गर्ने बेला है मल्टिलेयर डिजाइन छ क्या, मल्टिलेयर फ्रेमवर्क छ क्या है। किन मल्टिलेयर बनाइएको भन्दाखेरि होलिस्टिक डेभलपमेन्टको लागि, ओभरअल डेभलपमेन्टको लागि है, स्टुडेन्टहरूको, म्यानेजमेन्टका स्टुडेन्टहरूको चाहिँ ओभरअल डेभलपमेन्ट होस्, होलिस्टिक डेभलपमेन्ट होस्, ऊ चाहिँ उसले कन्सेप्ट पनि बुझोस्, स्किल पनि बिल्डअप गरोस्, र सँगसँगै उसँग एटिच्युड है, गुड एटिच्युड अथवा गुड मोरल पनि होस् भनेर यो किसिमको है कोर्सहरू के गरेको छ, डिजाइन गरिएको छ। यो किसिमको कोर्स चाहिँ मल्टिलेयर बनाइएको छ। सबभन्दा पहिला चाहिँ सुरुमा हामी है फाउन्डेसन कोर्सेसहरू भेट्छौँ। सबभन्दा सुरुमा हामी ब्याचलर फर्स्ट इयरमा जान बित्तिकै, फर्स्ट इयर सेकेन्ड इयरमा है जाने बित्तिकै हामीले चाहिँ है पढ्ने सब्जेक्टहरूलाई फाउन्डेसन कोर्समा राखिएको छ है। फाउन्डेसन कोर्सहरू भन्छ यसलाई, आधारभूत कोर्सहरू है। फाउन्डेसन, फाउन्डेसन भनेको जग है, यसले चाहिँ जग बनाउँछ है, बेस है, म्यानेजियल कन्सेप्टहरूको बेस दिने काम गर्छ। यसको मेन पर्पोज भनेको के हो भन्दाखेरि चाहिँ कन्सेप्चुअल बेस दिने है, प्रोभाइड द कन्सेप्चुअल बेस टु द स्टुडेन्ट है, स्टुडेन्टलाई कन्सेप्चुअल बेस दिने कि विभिन्न किसिमका म्यानेजमेन्टका थ्योरीहरू, म्यानेजमेन्टका प्रिन्सिपलहरूको बारेमा विद्यार्थीले के गर्न सक्छन्, योबाट बुझ्न सक्छन्। विभिन्न किसिमका थ्योरी, प्रिन्सिपल, कन्सेप्टहरू बुझ्नको लागि यो कोर्स के गरेको छ, डिजाइन गरेको छ। यो कोर्स अन्तर्गत है यसमा बिजनेस इन्भाइरोमेन्टका कुराहरू बुझ्छ, उसले इकोनोमिक सिस्टमकोहरूको बारेमा कुरा बुझ्छ, अर्गनाइजेसनल बिहेभियरका कुराहरू बुझ्छ, कम्युनिकेसन र एनालाइटिकल स्किल्सहरू है का कुराहरू यसले यहाँ यो कोर्समा के गरेको छ भने इन्क्लुड गरेको छ। यो यस अन्तर्गत है अब एक्जाम्पल सब्जेक्टहरू के छन् भन्दाखेरि प्रिन्सिपल अफ म्यानेजमेन्ट, जुन हामीले बिबिएस फर्स्ट इयरमा, ब्याचलर फर्स्ट इयरमा पढ्छौँ, प्रिन्सिपल अफ म्यानेजमेन्ट। त्यसपछि माइक्रो इकोनोमिक्स है, माइक्रो इकोनोमिक्स, त्यसपछि बिजनेस म्याथमेटिक्स है, हामीले बिजनेस म्याथमेटिक्स भनेर पढ्छौँ। बिजनेस कम्युनिकेसन, यो है बिजनेस कम्युनिकेसन भनेको इङ्ग्लिस भन्छ, यसलाई कम्पलसरी इङ्ग्लिसको रूपमा लिने गर्छौँ। यी के भयो भन्दाखेरि चाहिँ फाउन्डेसनल कोर्सहरू भए है। यी कोर्सहरू लाई हामीले फाउन्डेसन कोर्स भनेर भन्छौँ। जस्तै यो कोर्स किन दिएको भन्दाखेरि विद्यार्थीलाई बेस प्रिपेयर गर्नको लागि, के बेस दिनको लागि है। के को लागि भन्दाखेरि माथि जाँदाखेरि एडभान्स लर्निङ र डिसिजन मेकिङको लागि पहिला यी कोर्सहरू के हुनुपर्छ, फाउन्डेसनल कोर्सहरू पढ्नुपर्छ। हामीले मथन लेमनमा गइसक्यो, एडभान्स लर्निङ हुन्छ, डिसिजन मेकिङ र स्ट्राटेजिक है प्लानिङका कुराहरू हुन्छ, स्ट्राटेजी डिसिजनका कुराहरू हुन्छन्। त्यो कुरा सिक्नको लागि पहिला स्टुडेन्टले है फाउन्डेसनल कोर्स पढ्नुपर्छ, फाउन्डेसनल कोर्स सिक्नुपर्छ है। त्यसपछि सेकेन्डमा जान्छ कोर कोर्सहरू है, कोर अथवा फङ्सनल कोर्सेसमा जान्छ, जसलाई चाहिँ हामी फङ्सनल कोर्स पनि भन्ने गर्छौँ।
यसको पर्पोज के हो भन्दाखेरि चाहिँ फङ्सनल एक्सपर्टाइज हरू विकास गर्नको लागि है। फङ्सनल एक्सपर्टाइजहरू फङ्सनल एक्सपर्टाइजहरू है डेभलप गर्नको लागि, कसैलाई चाहिँ फाइनेन्समा, कसैलाई चाहिँ मार्केटिङमा, कसैलाई ह्युमन रिसोर्समा, कसैलाई चाहिँ है फाइनेन्सियल म्यानेजमेन्टमा, है कसैलाई चाहिँ अकाउन्टिङमा एक्सपर्ट बनाउनको लागि यो कोर्सको के गरेको छ, कोर कोर्सको के गरेको छ, कोर्सको डिजाइन गरिएको छ, कोर्स राखिएको छ। यसमा चाहिँ हाउ अर्गनाइजेसन प्लान है, कसरी अर्गनाइजेसनको प्लान बनाउने, हाउ दे अपरेट है, प्लानहरूलाई कसरी अपरेट गर्ने, हाउ दे कम्पिट एन्ड ग्रो है, अरूसँग कसरी कम्पिट र आफू के भने ग्रो हुने भन्ने कुराहरू यो कोर्सले एक्सप्लेन गर्छ, यो कोर्स अन्तर्गत पर्छन् है। त्यसै गरेर यो कोर्समा इन्क्लुड भएका सब्जेक्टहरू चाहिँ के छन् भन्दाखेरि फिनान्सियल अकाउन्टिङ है, त्यसै गरी मार्केटिङ म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, त्यसै गरेर अपरेसन म्यानेजमेन्ट, अपरेसन एन्ड प्रडक्सन म्यानेजमेन्ट, अनि त्यसपछि फिनान्सियल म्यानेजमेन्ट गरेर यी कोर्सहरू राखिएको छ। कोर कोर्स अन्तर्गत यी कोर्सहरू परे, यी सब्जेक्टहरू कोर्समा पर्छन्। अनि यी कोर्सहरू किन चाहिन्छ भन्दाखेरि चाहिँ है, किन चाहिन्छ अथवा प्रत्येक म्यानेजरले यी कोर्सहरू किन पढ्नुपर्छ भन्दाखेरि चाहिँ टु अन्डरस्ट्यान्ड द फङ्सनल एरिया, बेसिक फङ्सनल एरियाहरू है लाई बुझ्नको लागि है यो कोर्सहरू, कोर कोर्सहरू इम्पोर्टेन्ट छन् है। कोही चाहिँ है अकाउन्टिङ फिल्डमा, कोही मार्केटिङ फिल्डमा, कोही ह्युमन रिसोर्समा, यी कुराहरूको लागि पनि यो बेसिक फङ्सनल एरियाहरू भएको कारणले गर्दा यो कोर्स, कोर कोर्स चाहिँ इम्पोर्टेन्ट छ। अर्को चाहिँ इन्टिग्रेटिभ कोर्स भन्छ। इन्टिग्रेटिभ भनेको कम्बाइन गरेको है, कम्बाइन गरेको कोर्स है, सबैलाई एकीकृत गरेको कोर्सहरू। जस्तै इन्टिग्रेटिभ कोर्सको पर्पोज के हो भन्दाखेरि चाहिँ है कोर्सलाई इन्टिग्रेट गर्ने है। इन्टिग्रेटेड कोर्सले चाहिँ स्टुडेन्टलाई के कुरामा हेल्प गर्छ भन्दाखेरि कम्बाइन नलेज है, नलेजहरू के गर्ने, कम्बाइन गर्ने फ्रम द डिफ्रेन्ट फङ्सन है, विभिन्न फङ्सनहरूबाट है विद्यार्थीलाई चाहिँ नलेजहरू कम्बाइन गर्ने, त्यसलाई इन्टिग्रेसन गर्ने, त्यसलाई चाहिँ प्र्याक्टिकल्ली अप्लाई गर्नको लागि यो इन्टिग्रेसन कोर्सहरू पनि के गरिएको छ, राखिएको छ। अनि स्टुडेन्टहरूले चाहिँ कुनै पनि सब्जेक्टहरू सेपरेटली पढ्नुभन्दा है, सेपरेटली पढ्नुभन्दा ती कोर्सहरूलाई चाहिँ इन्टिग्रेसन गरेर है, अब त्यसपछि यसमा यो कोर्समा चाहिँ स्टुडेन्टहरूले कसरी लर्न गर्छन्, कसरी सिक्छन् भन्दाखेरि चाहिँ स्ट्राटेजिकली थिङ्क गर्ने, कुनै पनि थिङ्किङ गर्दाखेरि चाहिँ स्ट्राटेजिकली थिङ्क गर्ने के, रणनीतिक रूपमा लङ टर्म तरिकाले है त्यसलाई थिङ्क गर्ने। अनि अर्गनाइजेसनलाई चाहिँ होलको रूपमा एउटा चाहिँ अर्गनाइजेसनलाई चाहिँ एउटा होल है, द्याट मिन्स समग्रमा अर्गनाइजेसनलाई हेर्नको लागि, अर्गनाइजेसनलाई एनालाइज गर्नको लागि पनि यो कोर्स है यसरी राखिएको छ। अब यसमा चाहिँ यो कोर्सका मा पर्ने सब्जेक्टहरू स्ट्राटेजिक म्यानेजमेन्ट, बिजनेस पोलिसी, कर्पोरेट गभर्नेन्स है, एन्टरप्रेन्योरसिप डेभलपमेन्ट है का कुराहरू सब्जेक्टहरू यो इन्टिग्रेटिभ कोर्स अन्तर्गत पर्दछन्। यो कोर्सले है क्रस फङ्सनल र लङ टर्म थिङ्किङ प्रोभाइड गर्छ कि यो कोर्सको मेन उद्देश्य भनेको के हो भन्दाखेरि प्रमोट द क्रस फङ्सनल एन्ड लङ टर्म थिङ्किङ भन्छ है, स्टुडेन्टहरूमा क्रस फङ्सनल है, त्यसपछि चाहिँ लङ टर्म थिङ्किङ बिल्डअप गर्नको लागि अथवा त्यो प्रमोट गर्नको लागि यो कोर्सको के गरेको छ, डिजाइन गरिएको छ। त्यसै गरी अब रहेको छ रिसर्च एन्ड एनालाइटिकल मोडल्स भन्छ है, यो पनि छ है हाम्रो म्यानेजमेन्टको फ्याकल्टीमा, यो फ्रेमवर्क पनि है राखिएको छ है, यो कम्पोनेन्ट पनि छ। यसको पर्पोज के हो भन्दाखेरि चाहिँ है साइन्टिफिक इन्क्वायरी, कुनै पनि कुराको है इन्क्वायरी गर्दाखेरि फ्याक्टमा बेस्ड अथवा तथ्यमा आधारित सिस्टमेटिक है इन्क्वायरीको लागि, क्रिटिकल थिङ्किङ गर्नको लागि है, क्रिटिकल थिङ्किङ गर्नको लागि स्टुडेन्टहरूमा चाहिँ क्रिटिकल थिङ्किङको एबिलिटीहरू बढाउनको लागि, अनि एभिडेन्स बेस्ड डिसिजन मेकिङको लागि, कुनै पनि डिसिजन गर्दाखेरि चाहिँ इभिडेन्समा आधारित है, सत्य तथ्यमा आधारित बेस्ड डिसिजन गर्नको लागि, त्यो डिलेमा विभिन्न किसिमका डिलेमाहरू आउन सक्छन् डिसिजन गर्ने पोजिसनमा हो, त्यो क्रममा चाहिँ
डिसिजन मेकिङ पावरलाई चाहिँ इभिडेन्स बनाउनको लागि पनि यो रिसर्च र एनालाइटिकल मोडल्सको कोर्सहरू राखिएको छ। अब यसमा चाहिँ यो है यो कोर्समा चाहिँ हामीले पढ्नुपर्ने रिसर्च मेथड्स भनेर पढ्छौँ। बिजनेस रिसर्च मेथड भन्छ है, बिजनेस रिसर्च मेथड। त्यसपछि प्रोजेक्ट वर्क पनि गर्छौँ हामीले है, थेसिस गर्छौँ, है। त्यसै गरी डेटा एनालाइटिक टुल्सहरू है, यो कोर्स अन्तर्गत परेका छन्। हामीले चाहिँ पढ्ने भनेको थेसिस र के हो भन्दाखेरि चाहिँ रिसर्च मेथोडोलोजी है। अब अब यो ले चाहिँ यो सब्जेक्टले चाहिँ स्टुडेन्टलाई प्रब्लमको एनालाइज गर्न है सिकाउँछ। अनि कुनै पनि टपिकमा कुनै पनि विषयमा रिसर्च गर्न सिकाउँछ। भोलि गएर है थेसिस गर्नु पऱ्यो भने, रिसर्च गर्नु पऱ्यो भने, एमफिल गर्नु पऱ्यो भने, अथवा पिएचडी गर्नु पऱ्यो भने है, यसले चाहिँ अलिकति फाउन्डेसन दिने काम गर्छ है। कसरी रिसर्च गर्ने त, रिसर्च प्रपोजल कसरी लेख्ने, रिसर्च अथवा रिसर्चका कम्पोनेन्टहरू के छन्, रिसर्चका गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ, रिसर्च गर्दाखेरि के कुराहरू के इथिकल कुराहरू है कुराहरू हुन्छ है, यी कुराहरू सिकाउने काम केले गर्छ भन्दाखेरि यो कोर्सले गर्छ। र डिजाइन पोलिसी, कुनै पनि पोलिसीहरू डिजाइन गर्नको लागि पनि यो है कोर्सले सहयोग गर्छ स्टुडेन्टलाई। अर्को रहेको छ प्रोफेसनल एन्ड सफ्ट स्किल भन्छ, यो पनि इम्पोर्टेन्ट कोर्स रहेको छ है। यसले चाहिँ म्यानेजमेन्ट के होइन, टेक्निकल मात्रै नभएर यो के हुन्छ है, टेक्नोक्रेट्स मात्रै होइन क्या है। म्यानेजमेन्टले टेक्नोक्रेट्स मात्रै अथवा म्यानेजर मात्रै उत्पादन गर्ने कि नि, यसले चाहिँ यो बिहेभियरल पनि हुन्छ है। यो ह्युमन रिलेसनका कुराहरूलाई पनि यसले के गर्छ, हेरेको हुन्छ। ह्युमन रिलेसनका कुराहरूलाई, बिहेभियरल कुराहरूलाई है, साइकोलोजीका कुराहरूलाई, इम्प्याथीका कुराहरूलाई पनि यसले यो कोर्सले कम्बाइन गरेको छ है, यो कोर्सले राख्ने काम गरेको छ। यसको मेन उद्देश्य भनेको के हो भन्दाखेरि चाहिँ कम्युनिकेसन स्किलहरू बिल्डअप गर्नको लागि है, इन्टरपर्सनल कम्युनिकेसन है लाई बिल्डअप गर्नको लागि। किनभने कम्युनिकेसन स्किल राम्रो छ भने त्यहाँ पर्फर्मेन्स पनि के हुन्छ, राम्रो हुन्छ क्या। कन्फ्लिक्ट पनि हुँदैन क्या। कम्युनिकेसन स्किल जति राम्रो हुन्छ, कम्युनिकेसन जति राम्रो हुन्छ, त्यहाँ है कन्फ्लिक्ट पनि के हुन्छ भन्दाखेरि कम हुँदै जान्छ। त्यस कारणले गर्दा कम्युनिकेसन स्किलले है कन्फ्लिक्टलाई के गर्छ, कम गर्ने भएको कारणले गर्दा पनि कम्युनिकेसन स्किलको इम्पोर्टेन्स छ। लिडरसिप एबिलिटी है, यो पनि इम्पोर्टेन्ट छ। यो स्किल पनि यो कोर्सले बिल्डअप गर्छ। त्यसै गरी इथिकल रेस्पोन्सिबिलिटी है, मोरल रेस्पोन्सिबिलिटी, त्यसपछि प्रोफेसनल कन्फिडेन्सका कुराहरू, यी कुराहरूको डेभलप गर्नको लागि पनि प्रोफेसनल र सफ्ट स्किल कोर्स एकदम इम्पोर्टेन्ट छ। जस्तै फर इक्जाम्पल को रूपमा सब्जेक्टहरूमा यसमा लिडरसिप वर्कसपहरू है, प्रेजेन्टेसन स्किल्सहरू, इन्टर्नसिप सेमिनारहरू है, इथिकल र प्रोफेसनल ट्रेनिङहरू यो कोर्स अन्तर्गत यो कोर्सको फ्रेम है अन्तर्गत यो कुराहरू पर्छन् है। त्यस्तै सिधा त राखेको छैन, तर पनि इन्डाइरेक्ट तरिकाले यो प्रोफेसनल र सफ्ट स्किलका कोर्सहरू राखिएको छ। सिधै यिनीहरूको लागि चाहिँ विषय नै भनेर राखेको चाहिँ छैन कि है। यो कुराहरूलाई हामीले प्र्याक्टिकल्ली अथवा एसेसमेन्टको रूपमा है यो कोर्सले कम्बाइन गर्ने काम गरेको छ। अब इलेक्टिभ एन्ड स्पेसलाइजेसन भन्छ है, हामीले चाहिँ है यो ब्याचलरको लास्ट इयरतिर अनि त्यसपछि मास्टर डिग्रीको फोर्थ सेमिस्टरमा गएर है विषय एउटा चाहिँ एउटा फिल्डमा जानको लागि एउटा स्पेसलाइजेसन सब्जेक्टहरू लिनुपर्छ। जस्तै फाइनान्स, मार्केटिङ, त्यसपछि अकाउन्टिङ है, एन्टरप्रेन्योरसिप, विभिन्न किसिमका है सब्जेक्टहरू हुन्छन्। त्यसमा चाहिँ हामीले रोज्न पाउँछौँ क्या। किन रोज्ने भन्दाखेरि चाहिँ यो यसले चाहिँ यो कोर्स किन भन्दा फ्लेक्जिबिलिटी हुन्छ, यसले फ्लेक्जिबिलिटी प्रोभाइड गर्छ। जता गए पनि आफ्नो इच्छा भयो। र किन फ्लेक्जिबिलिटी भन्दाखेरि है डेप्थमा पुग्नको लागि, कुनै पनि विषयमा को गहिराइमा पुग्नको लागि क्या है। हामी चाहिँ पहिला चाहिँ सर्फेसमै हुन्छौँ। त्यसपछि स्पेसलाइजेसन सब्जेक्ट किन त, इलेक्टिभ विषय इलेक्टिभ किन, फ्लेक्जिबिलिटीको लागि। अनि स्पेसलाइजेसन किन भन्दाखेरि डेप्थमा पुग्नको लागि, कुनै पनि टपिकको, कुनै पनि विषयको एकदम भित्रभित्रको है कुराहरूलाई बुझ्नको लागि है, गहिराइमा पुग्नको लागि यो कोर्सको पनि के गरेको छ, डिजाइन गरिएको
छ है। यो कोर्स है म चाहिँ करियरका गोलहरू है, इन्डस्ट्रीको डिमान्डहरू है, र त्यसपछि पर्सनल इन्ट्रेस्टका कुराहरूलाई के गरेको हुन्छ भन्दाखेरि यो कोर्स यी कुरामा के बेस्ड हुन्छ क्या है। यो करियरको गोल के छ, है, लक्ष्य के छ, इन्डस्ट्रीको डिमान्ड के छ, र विद्यार्थीको आफ्नो इच्छा के छ, त्यो कुरामा चाहिँ यो कोर्स के गरेको हुन्छ भन्दाखेरि डेभलप गरिएको हुन्छ। यो कोर्सहरू बनाइएको हुन्छ। यो कोर्समा रहेका सब्जेक्टहरूलाई यसरी बनाइएको हुन्छ। एक्जाम्पलमा फाइनेन्स है, हामीहरू फाइनेन्स, मार्केटिङ, एन्टरप्रेन्योरसिप, टुरिज्म एन्ड हस्पिटालिटी, सप्लाई चेन म्यानेजमेन्ट, यी हामीले पछि रोज्ने इलेक्टिभ सब्जेक्टहरू भयो कि है। धेरै जसो हामीले चाहिँ फाइनेन्स र मार्केटिङ रोजिरहेको हुन्छौँ है। प्र्याक्टिकल एक्सपोजर है, अब प्र्याक्टिकल एक्सपोजर भन्ने छ यहाँनिर। प्र्याक्टिकल एक्सपोजर किन भन्दाखेरि चाहिँ हाम्रो थ्योरीलाई, जुन हामीले थ्योरी पढेका हुन्छौँ, जो सैद्धान्तिक कुरा पढेका हुन्छ, यसलाई चाहिँ रियल वर्ल्ड प्र्याक्टिससँग, रियल लाइफसँग जोड्नको लागि है, रियल लाइफमा के भइरहेको छ त है, वास्तविक जीवनमा के भइरहेको छ, कम्युनिटीमा के भइरहेको छ भन्नको जोड्नको लागि प्र्याक्टिकल एक्सपोजर इम्पोर्टेन्ट छ। यस अन्तर्गत एन्टरप्रेन्योरसिप है, अथवा इन्टर्नसिप है, इन्टर्नसिप सरी, त्यसपछि विभिन्न ब्याङ्कहरूमा, कम्पनीहरूमा, इन्डस्ट्रीहरूमा के गर्ने भन्दाखेरि परीक्षार्थी भएर है इन्टर्नसिप गर्ने। इन्टर्नसिपबाट 2-4 महिना इन्टर्नसिप गरिसकेपछि त्योबाट त्यो है त्यसको इन्डस्ट्रीको अथवा ब्याङ्किङ एक्टिभिटिजहरूलाई नजिकबाट निकाल्नको लागि है, सिक्नको लागि फिल्ड भिजिट है, टुरहरू, त्यसै गरी इन्डस्ट्रियल टुरहरू, केस स्टडी है, कुनै पनि केसको स्टडी गर्ने, सिमुलेसन एक्सर्साइजहरू है, ग्रुपमा सिमुलेसन गर्ने, यी यसका के भयो भन्दाखेरि प्र्याक्टिकल एक्सपोजरका एक्जाम्पलहरू भए है। प्र्याक्टिकल एक्सपोजरमा चाहिँ इन्टर्नसिप, फिल्ड भिजिट, इन्डस्ट्रियल टुर, केस स्टडी, सिमुलेसनका कुराहरू पर्दछन्। योबाट प्र्याक्टिकल एक्सपोजर हुनसक्छ। अब यो एक्सपिरियन्सले है के बिल्डअप हुन्छ भन्दाखेरि म्यानेजियल जजमेन्ट बिल्डअप हुन्छ स्टुडेन्टहरूमा, टिमवर्कको बिल्डअप हुन्छ है, कसरी टिममा काम गर्ने, कसरी कोल्याबोरेसन गर्ने, कसरी है मिलेर काम गर्ने, कसरी कोअर्डिनेट भएर काम गर्ने भन्ने कुरा यसले सिकाउँछ। अनि अर्को चाहिँ एडाप्टेबिलिटी है, कसरी इन्भाइरोमेन्टसँग, कसरी नयाँ इन्भाइरोमेन्टसँग एडप्ट हुने त, कसरी हामी चाहिँ है वातावरणमा घुलमिल हुने त, कसरी टिममा घुलमिल हुने भन्ने कुराहरू यसले सिकाउने काम गर्छ। अर्को रहेछ पेडागोजिकल एन्ड स्ट्रक्चरल लजिक है। अब फ्याकल्टी अफ म्यानेजमेन्टले चाहिँ प्रोग्रेसिभ लर्निङ मोडललाई के गरेको छ भन्दाखेरि एप्लाई गरेको छ, यसलाई पछ्याएको छ है। प्रोग्रेसिभ छ है फ्याकल्टी अफ म्यानेजमेन्टको। फर्स्ट इयरमै गाह्रो कोर्सहरू नराखेर यसले चाहिँ स्टेप बाई स्टेप है लर्निङलाई चाहिँ, लर्निङ चाहिँ के हुनु पऱ्यो, स्टेप बाई स्टेप हुनुपर्छ, ल्याडर जस्तै हुनुपर्छ, ल्याडर भनेको सिडी जस्तै हुनुपर्छ है भनेर यसले यो कुरालाई प्रोग्रेसिभ लर्निङ मेथडलाई अप्नाएको छ। त्यस अन्तर्गत तिनवटा स्टेजहरू राखेको छ। एउटा फर्स्ट स्टेज, सेकेन्ड स्टेज र थर्ड स्टेज गरेर तिनवटा स्टेज म कोर्सलाई अथवा पेडागोजिकल र स्ट्रक्चरल लजिकलाई यसरी तिन भागमा राखेको छ। र सँगसँगै होरिजन्टल इन्टिग्रेसन पनि गरेको छ। यो फर्स्ट स्टेज, सेकेन्ड स्टेज र थर्ड स्टेज यिनीहरू के हुन् भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ भर्टिकल है प्रोग्रेसन हो है, यो भर्टिकल प्रोग्रेसन हो है। र सँगसँगै होरिजन्टल इन्टिग्रेसन पनि गरेको छ है। होरिजन्टल इन्टिग्रेसन भनेको एउटै इयरमा है, एउटै सेमिस्टरमा रहेका विषयहरू बिच के गर्ने भन्दाखेरि चाहिँ इन्टिग्रेसन गर्ने। जस्तै फाइनेन्स र इकोनोमिक्स अथवा एचआर र मार्केटिङ है, एचआर स्ट्राटेजी म्यानेजमेन्ट है, यी कुरालाई के गर्ने भन्दाखेरि एकअर्कामा के गर्ने, लिङ्क गर्ने कामलाई हामी के भन्छौँ, होरिजन्टल इन्टिग्रेसन भनेर भन्छौँ। दुईवटा तरिकाले कोर्स डिजाइन गरेको छ। एउटा चाहिँ प्रोग्रेसिभ लर्निङ छ, स्टेप बाई स्टेप, जसलाई हामी के भन्छौँ भन्दाखेरि भर्टिकल प्रोग्रेसन भनेर भन्छौँ। यो भर्टिकल हुन्छ, तलबाट माथितिर जान्छ है, एउटा ल्याडर जस्तो हुन्छ है, सिडी जस्तो हुन्छ है। फर्स्ट स्टेजमा फाउन्डेसनल लेभल भन्छ यसलाई है, फाउन्डेसन लेभल, जस अन्तर्गत चाहिँ के हुन्छ भन्दाखेरि फाउन्डेसनमा चाहिँ कन्सेप्टहरूको क्ल्यारिटी हुनु पऱ्यो है, स्टुडेन्टले कन्सेप्टहरू बुझ्नु पऱ्यो,
एनालाइटिक र कम्युनिकेसन स्किलहरू उसले के गर्छ भन्दाखेरि लर्न गर्छ यो फाउन्डेसनल स्टेजमा। त्यसै गरेर है, त्यसै गरेर सेकेन्ड स्टेज रहेको छ कोर स्टेज अथवा कोर लेभल भन्छ है, कोर लेभल। कोर लेभलमा सेकेन्ड स्टेजमा चाहिँ उसले चाहिँ फङ्सनल नलेजहरू है, विभिन्न फङ्सनल नलेजहरू उसले ज्ञान गर्छ। म्यानेजियल डिसिजनहरू है को बारेमा उसले सिक्छ है, सेकेन्ड लेभलमा, सेकेन्ड स्टेजमा। त्यसै थर्ड स्टेजमा चाहिँ है एडभान्स लेभल भन्छ यसलाई है। एडभान्स लेभल भन्नको मतलब के हो भन्दाखेरि चाहिँ स्ट्राटेजिक लेभल है, स्ट्राटेजिक लेभल है भन्छ, जस अन्तर्गत चाहिँ स्ट्राटेजिक इन्टिग्रेसनका कुराहरू है, त्यसपछि रिसर्च एन्ड कन्सेप्सुअल एप्लिकेसनका कुराहरू यो है लेभलमा पर्दछ, थर्ड स्टेजमा पर्छ। यसरी चाहिँ है यो भर्टिकल लर्निङ मोडल अथवा प्रोग्रेसिभ लर्निङ मोडल हुन्छ स्टेप बाई स्टेप। अनि सँगसँगै है होरिजेन्टल इन्टिग्रेसन पनि छ है। होरिजेन्टल इन्टिग्रेसन भनेको सब्जेक्टहरूलाई चाहिँ के गर्ने भन्दाखेरि इन्टरडिसिप्लिनरी सब्जेक्टहरूलाई चाहिँ लिङ्किङ गर्ने है, लिङ्क गर्ने सब्जेक्टहरूलाई के गर्ने, लिङ्क गर्ने। जस्तै मार्केटिङलाई केसँग लिङ्क गर्ने, फाइनेन्ससँग लिङ्क गर्ने है। अनि एचआर ह्युमन रिसोर्सलाई स्ट्राटेजीसँग लिङ्क गरेको हुन्छ, जसले गर्दा चाहिँ स्टुडेन्टहरूमा होलिस्टिक र सिस्टमेटिक थिङ्किङको के हुन्छ भन्दाखेरि डेभलप हुन्छ है। यो यसको यो यो बनाउनुको कारण के हो भन्दाखेरि चाहिँ स्टेप बाई स्टेप बनाउनुको कारण र होलिस्टिक बनाउनुको कारण के हो भन्दाखेरि चाहिँ, अथवा होरिजेन्टल बनाउनुको कारण के हो भन्दाखेरि स्टुडेन्टहरूमा अथवा त्यो कोर्सलाई है, त्यो कोर्स लगिसकेपछि स्टुडेन्टहरू के हुनु पऱ्यो, होलिस्टिक डेभलपमेन्ट हुनु पऱ्यो र सिस्टमेटिक थिङ्किङ पनि डेभलप हुनु पर्यो। यस कारणले गर्दा पनि त्रिभुवन युनिभर्सिटीको फ्याकल्टी अफ म्यानेजमेन्टले कोर्सको डिजाइन है दुईवटा तरिकाले गरेको छ, दुईवटा स्ट्राटेजी अप्नाएको छ। एउटा चाहिँ भर्टिकल प्रोग्रेसन, अर्को चाहिँ होरिजेन्टल इन्टिग्रेसन है। यो एकदम गजबको छ है। अर्को रहेको छ अब आउटकम बेस्ड एजुकेसन भन्छ है। आउटकम बेस्ड एजुकेसन अलाइनमेन्ट भन्छ। आउटकममा है हिजो पनि पढेका थियौँ हामीले, रिजल्ट ओरिएन्टेड है। स्टुडेन्टले प्रोग्राम कम्प्लिसन गरिसकेपछि के गर्छ त है, उसले चाहिँ के पढाउने बेला के पढाइयो भन्ने भन्दा पनि है, के कुरा पढाइयो भन्ने कुरा भन्दा पनि स्टुडेन्टले के सिक्यो त है, एक्चुअली स्टुडेन्टले है के लर्न गर्यो त, वाट स्टुडेन्ट एक्चुअल्ली डु है आफ्टर द कम्प्लिसन अफ प्रोग्राम। प्रोग्राम कम्प्लिट गरिसकेपछि, प्रोग्राम हामीले सिद्ध्याइसकेपछि, कोर्स सिद्धिसकेपछि स्टुडेन्टले के गर्छ त, स्टुडेन्टले के एचिभ गर्यो है, अथवा स्टुडेन्ट के बन्यो त है, ती कुरालाई मुख्य कुरा केन्द्रबिन्दु मानेर है डिजाइन गरिएको कोर्सलाई नै हामी के भन्छौँ, आउटकम बेस्ड एजुकेसन अलाइनमेन्ट भनेर भन्छौँ। त्यस कारणले गर्दा करिकुलम फ्रेमवर्क बनाउँदाखेरि यो कुरालाई पनि ध्यानमा राख्नु पर्यो के है। अब यसले चाहिँ है आउटकमको रूपमा के हुनु पर्यो, नलेज है। सबभन्दा पहिला आउटकमको रूपमा के हुन्छ, नलेज है, नलेज। त्यसै गरेर स्किल है, त्यसै गरेर भ्यालुज एटिट्युड्स मा के परिवर्तन आयो स्टुडेन्टहरूले है, नलेजमा के परिवर्तन आयो, स्किल के बिल्डअप भयो, भ्यालुजहरू के भयो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ अकर्डिङ टु द आउटकम बेस्ड एजुकेसन। अब त्रिभुवन विश्वविद्यालयको कन्टेस्टमा चाहिँ दुईवटा लेभलहरू बनाएको छ है, दुईवटा लेभल बनाएको छ आउटकम बेस्डमा है। दुईवटा आउटकम बनाएको छ है। एउटा चाहिँ प्रोग्राम लर्निङ आउटकम पिएलओ भन्छ यसलाई है, प्रोग्राम लर्निङ है, प्रोग्राम लर्निङ आउटकम भन्छ है। के अरे एउटा प्रोग्राम लर्निङ आउटकम, प्रोग्रामबाट के कुरा सिक्यो उसले है। यसले चाहिँ वाट ग्रेजुएट्स सुड एचिभ बाई इन्ड अफ द प्रोग्राम, प्रोग्रामको इन्ड भइसकेपछि उसले प्रोग्रामको इन्ड पछि उसले के कुरा सिक्छ त, कुनै पनि ग्रेजुएट्सले, कुनै पनि स्टुडेन्टले के कुरा सिक्यो कि सिकेन। जस्तै उसँग प्रब्लम सल्भिङ एबिलिटी वृद्धि भयो कि भएन, इथिकल लिडरसिप छ कि छैन है, रिसर्च कम्पिटेन्सी आयो कि आएन, र स्ट्राटेजिक थिङ्किङ छ कि छैन भन्ने कुरा के हुन्छ भन्दाखेरि चाहिँ यो स्ट्राटेजीमा यो है आउटकममा आउँछ है। यी चारवटा आउटकमहरू हुनु पर्यो है। यो के अनुसार भन्दा प्रोग्राम लर्निङ आउटकम अन्त प्रब्लम सल्भिङ एबिलिटी, इथिकल लिडरसिप
त्यसपछि रिसर्च कम्पिटेन्सी र स्ट्राटेजिक थिङ्किङ है। यो पहिलो नम्बरको आउटकम बेस्ड है। त्यसै गरी दोस्रो नम्बरमा कोर्स लर्निङ आउटकम्स भन्छ है। कोर्सबाट है, प्रोग्रामबाट पछि अब कोर्सबाट है, एउटा चाहिँ प्रोग्राम बेस्ड है, प्रोग्राम लर्निङ आउटकम है। बाट के उसले सिक्यो, होल प्रोग्रामबाट के सिक्यो। सेकेन्ड चाहिँ कोर्सबाट है, उसले चाहिँ कोर्स उसले पढेको कोर्सहरूबाट के कुराहरू सिक्यो त, त्यसलाई भन्छ सिएलओएस, कोर्स लर्निङ आउटकम्स। यस अन्तर्गत स्पेसिफिक र मेजरेबल आउटकम्सहरू हुन्छन् इन्डिभिजुअलको, जस्तो है, जसले चाहिँ है प्रोग्राम लर्निङमा के गर्छन् भन्दाखेरि सहयोग पुर्याउँछन्, प्रोग्राम लर्निङ आउटकममा कन्ट्रिब्युट गर्ने काम गर्छन्। अब यो ओबिई, द्याट मिन्स आउटकम बेस्ड एजुकेसनका केही इम्पोर्टेन्ट इलिमेन्टहरू छन् है, इम्पोर्टेन्ट इलिमेन्टहरू छन्, जस अन्तर्गत एउटा चाहिँ लर्निङ है, लर्निङ आउटकम्स रहेको छ यहाँनिर। यी लर्निङ आउटकम्स, लर्निङ आउटकम सबभन्दा पहिला है। लर्निङ आउटकम्समा चाहिँ यसले चाहिँ यो केमा बेस छ भन्दाखेरि चाहिँ मिसन र इन्डस्ट्रियल निड्समा है। यो चाहिँ केमा बेस छ भन्दाखेरि इन्डस्ट्रियलको है, इन्डस्ट्रीको अथवा इन्स्टिट्युसनको मिसन र इन्डस्ट्रियल निड्समा यो इम्पोर्टेन्ट है बेज रहेको छ। अर्को करिकुलम म्यापिङ रहेको छ। करिकुलम म्यापिङमा है, यसले चाहिँ करिकुलमले के गर्नु पर्यो भन्दाखेरि चाहिँ करिकुलमले केसँग अलाइन गर्छ भन्दाखेरि इच कोर्सले है केसँग अलाइन गर्नु पर्यो भन्दाखेरि चाहिँ है प्रोग्राम लर्निङ आउटकम्स र कोर्स लर्निङ आउटकमसँग के गर्नु पर्यो, अलाइन गरेको हुनु पर्यो। के को लागि भन्दाखेरि टु एभोइड द ग्याप्सहरू, रिपिटेसनहरूलाई, ओभरल्यापिङका कुराहरूलाई है एभोइड गर्नको लागि यो करिकुलम म्यापिङ इम्पोर्टेन्ट छ है। त्यसै गरेर टिचिङ स्ट्राटेजी है, टिचिङ अन्तर्गत है कुन कुन तरिकाले टिचिङ गर्ने त, कुन तरिकाले इन्स्ट्रक्सन गर्ने भन्दाखेरि चाहिँ केस स्टडी मार्फत है, प्रोजेक्ट वर्क है, सिमुलेसन विधि मार्फत, एक्टिभ लर्निङ है बाट केलाई हटाउने, रुट लर्निङलाई हटाउने भन्छ क्या है। आउटकम बेस्ड एजुकेसन फ्रेमवर्कमा चाहिँ टिचिङ स्ट्राटेजी कस्तो हुनुपर्छ भन्दाखेरि केसमा आधारित है, नेसनल इन्टरनेसनल केसहरूलाई है, केसहरूमा आधारित हुनु पऱ्यो कि केसहरू स्टुडेन्टलाई जब हामीले केस स्टडीमा लग्छौँ है, स्टुडेन्टले धेरै कुराहरू सिक्छ क्या है। जस्तै प्रोजेक्ट वर्कहरू दिने, सिमुलेसन भनेको है त्यहाँ छलफल गर्ने है, पेयर डिस्कसन गर्ने, एक्टिभ लर्निङ गर्ने। तर त्यसको सट्टामा भन्दाखेरि चाहिँ रुट लर्निङ है, हाम्रो घौगन्ती शिक्षा छ, सुगा रटाइ शिक्षा छ, त्यसलाई चाहिँ हटाउनको लागि चाहिँ यी टिचिङ स्ट्राटेजी अपनाउनु पर्छ है। केले भन्छ यो आउटकम बेस्ड एजुकेसनले। अर्को छ एसेसमेन्ट एन्ड फिडब्याक है। एसेसमेन्ट र फिडब्याक अन्तर्गत है असाइनमेन्टहरू दिने है, विभिन्न किसिमका असाइनमेन्टहरू दिने, होमवर्कहरू दिने है। त्यसै गरेर प्रेजेन्टेसन गर्न लाउने है, प्रेजेन्टेसन गर्न लाउने है, स्टुडेन्टहरूलाई प्रेजेन्टेसन गर्न लाउने है। त्यस इन्टर्नसिप है, इन्टर्नसिपहरू दिने है, इन्टर्नसिपमा सहभागी गराउने है। त्यसै गरी एक्जाम, एनुअल एक्जामहरू, फाइनल एक्जामहरू र रिसर्च रिपोर्टहरू है के अन्तर्गत आयो भन्दाखेरि चाहिँ यो एसेसमेन्ट र फिडब्याक अन्तर्गत आउँछन् है। यिनीहरूलाई चाहिँ यी कुराहरू परे। अथवा अर्को रहेको छ कन्टिन्युस इम्प्रुभमेन्ट है। कन्टिन्युस इम्प्रुभमेन्टको लागि चाहिँ रेगुलर करिकुलम रिभ्यू गर्नु पऱ्यो क्या। रेगुलरली करिकुलमलाई रिभ्यू गर्ने र त्यस सँगसँगै त्यसलाई अपडेट गर्ने, त्यसलाई रिलेभेन्सी बनाउने, त्यसको क्वालिटीलाई है वृद्धि गर्दै जाने, इन्टरनेसनल स्ट्यान्डर्डको बनाउँदै जाने, त्यसलाई भन्छ हामी कन्टिन्युस इम्प्रुभमेन्ट। अब रहेको छ सिग्निफिकेन्स अफ ओबी इन कन्टेस्ट अफ टियु है। ओबिई भनेको आउटकम बेस्ड एजुकेसनको के सिग्निफिकेन्स छ त है, के छ त यसको सिग्निफिकेन्स भन्दा यसले चाहिँ ट्रान्सप्यारेन्सी इन्स्योर गर्छ, अकाउन्टेबिलिटी इन्स्योर गर्छ, स्टुडेन्ट सेन्टर लर्निङलाई के गर्छ भन्दाखेरि यसले चाहिँ है इन्स्योर गर्ने काम गर्छ। यिनी तिनवटा कुरा अकाउन्टेबिलिटीको लागि, ट्रान्सप्यारेन्सीको लागि र स्टुडेन्ट सेन्ट्रल लर्निङको लागि ओबिई आउटकम बेस्ड एजुकेसन एकदम है इम्पोर्टेन्ट छ। यसको चाहिँ फाइदा यो छ। अनि सँगसँगै फ्याकल्टी मेम्बरलाई चाहिँ यसले है, फ्याकल्टी मेम्बरले चाहिँ है के कुरामा ध्यान दिनु पर्यो भन्दाखेरि क्लियर अब्जेक्टिभ र त्यसपछि अलाइन टिचिङ र एसाइनमेन्ट है, एसाइनमेन्ट र टिचिङलाई के गर्नुपर्छ, अलाइन गर्नुपर्छ क्या
हामीले चाहिँ टिचिङलाई र असाइनमेन्टलाई के गर्नुपर्छ, अलाइन हुनुपर्छ के है। त्यसै गरी स्टुडेन्टले के कुरा बुझ्नु पर्यो भन्दाखेरि चाहिँ स्टुडेन्ट क्लियरली अन्डरस्ट्यान्ड है वाट दे आर एक्सपेक्टेड टु लर्न है, स्टुडेन्टले के कुरा लर्न गर्ने अनि वाट कम्पिटेन्सी दे मस्ट डेमोन्स्ट्रेट है, कुन किसिमको कम्पिटेन्सी डेमोन्स्ट्रेट गर्ने, सो गर्ने है, यी कुराहरू यस सिग्निफिकेन्समा आए। अब प्रोग्राम स्ट्रक्चर बाई द लेभल है, प्रोग्रामहरू है त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टले विभिन्न किसिमका प्रोग्रामहरूलाई लेभल वाइज के गरेको छ भन्दा स्ट्रक्चर गरेको छ, जस अन्तर्गत सबभन्दा पहिला बिबिएस है, बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज भनेर भन्छ यसको फुल फर्म। यो चाहिँ 4 इयरको हुन्छ, 4 इयरको हुन्छ, यो एनुअल सिस्टममा छ, वार्षिक परीक्षा हुन्छ। यसको फोकस भनेको कन्सेप्सुअल फाउन्डेसनहरू दिने, फाउन्डेसनल कोर्समा गर्ने है। यसको इभालुएसन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टियुको फाइनल एक्जाम र त्यसपछि इन्टरनल एसेसमेन्ट हुन्छ। इन्टरनल एसेसमेन्ट पनि थोरै सब्जेक्टमा हुन्छ त्यो भयो। त्यसै गरेर है अर्को र ब्याचलर लेभलको अथवा अन्डर ग्रेजुएट अर्को कोर्स रहेको छ बिबिए है, बिबिए ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन भनेर भन्छ। यो चाहिँ 4 इयर तर 8 सेमिस्टर सिस्टमको हुन्छ है। बिबिएस भन्दा बिबिए अलिकता के हुन्छ भन्दा एडभान्स हुन्छ। अनि यो चाहिँ क्रेडिट आवरमा हुन्छ, 120 क्रेडिट आवर है। अनि 1 सेमिस्टरको है 120 क्रेडिट आवर हुन्छ है। इभालुएसन चाहिँ 40% चाहिँ इन्टरनल, 60% चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एक्सटर्नल हुन्छ। यसले चाहिँ स्किलमा, कम्युनिकेसनमा, इन्टर्नसिपमा र है आउटकम बेस्ड एजुकेसनमा यसले के गरेको छ, फोकस गरेको छ। त्यही भएर मैले विच बेटर भन्दा बिबिएस बेटर हो कि बिबिए बेटर हो भन्दाखेरि चाहिँ बिबिए बेटर हो क्या है। किन भन्दाखेरि चाहिँ यसले चाहिँ है ग्रेजुएसनलाई स्किल बिल्डअपको लागि, त्यसपछि कम्युनिकेसन बिल्डअप गर्नको लागि र इन्टर्नसिप को चान्सहरू दिन्छ र सँगसँगै यो यसको फ्रेमवर्क कस्तो छ भन्दाखेरि आउटकम बेस्ड एजुकेसनमा बेस्ड छ क्या है। त्यसै गरी एमबिएस भन्छ, एमबिएस पहिला इयरली थियो, अहिले चाहिँ सेमिस्टरमा बनाएको छ। 2 इयर 4 सेमिस्टर 60 क्रेडिट्स हुन्छ। यसको फोकस भनेको रिसर्चमा, स्पेसलाइजेसनमा, प्रोफेसनल डेभलपमेन्टमा छ है। भरे बिबिए रहेको छ, बिबिए चाहिँ एमबिएस अरे मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन, यो पनि 2 इयर 4 सेमिस्टर क्रेडिट आवर पनि यसको 60 है। यो चाहिँ फुल्ली ओबिई ड्राइभन छ है, आउटकम बेस्ड एजुकेसन ड्राइभन छ है। यसले चाहिँ एजुकेसनलाई है एजुकेसन अथवा यो करिकुलमको डिजाइन के छ भन्दा प्रोग्राम लर्निङ आउटकम र कोर्स लर्निङ आउटकमलाई यसले के गरेर प्रायोरिटी दिएको छ। यसको चाहिँ लिडरसिप स्ट्राटेजी र एक्सपिरियन्सियल लर्निङमा यो के छ भन्दाखेरि बढी फोकस गरेको छ है। बिबिए र एमबिएस र एमबिए बिच यो फरक छ क्या है। लिडरसिप स्ट्राटेजिक है एक्सपिरियन्सियल लर्निङहरू बिबिए एमबिएमा छ भने है रिसर्च स्पेसलाइजेसन प्रोफेसनल डेभलपमेन्ट चाहिँ केमा छ भन्दाखेरि एमबिएसमा छ। अलिक यिनीहरू बिच थोरै मात्रै फरक छ है। अब ब्रिफ अब्जर्भेसन अन एफओएम प्रोग्राम भन्छ है। मैले अहिले नै भनिसकेँ यो भर्टिकल प्रोग्रेसन छ है। किन भन्दाखेरि चाहिँ अन्डर ग्रेजुएटदेखि पोस्ट ग्रेजुएटसम्म छ। होरिजन्टल इन्टिग्रेसन छ, किन भन्दाखेरि चाहिँ यसले चाहिँ अरू सब्जेक्टसँग लिङ्किङ गर्ने काम गरेको छ है। पेडागोजिकल डिफ्रेन्सिएसन बिट्विन युजी एन्ड पिजी है। अन्डर ग्रेजुएट्स र पोस्ट ग्रेजुएट्समा है पेडागोजिकल टिचिङ मेथड अथवा टिचिङ स्ट्राटेजीहरू पनि के छन्, फरक फरक हुन्छन्। ब्यालेन्स बिट्विन है फर्मेटिभ र समेटिभ एसेसमेन्ट है, फर्मेटिभ र समेटिभ एसेसमेन्ट अथवा एक्जामहरू हुन्छ। यो यसलाई तालमेल गरेको छ। यो चाहिँ है यसलाई ब्यालेन्सिङ गर्ने काम गरेको छ। अब सिग्निफिकेन्स अफ करिकुलम डिजाइन एट त्रिभुवन युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटीको है करिकुलमको सिग्निफिकेन्स के छ त, लाइफ लङ लर्निङ फिलोसफी। यसले चाहिँ है सबभन्दा पहिला चाहिँ लाइफ लङ लर्निङ फिलोसफीलाई यसले अँगालेको छ। ग्लोबल कम्पिटिटिभनेसलाई पनि यसले है आत्मसात गरेको छ। इथिकल र सोसल रेस्पोन्सिबिलिटीलाई पनि यसले है रिफ्लेक्ट गरेको छ। र इच प्रोग्रामले चाहिँ बिल्डिङ ब्लक्स है
बिल्डिङ ब्लक्सको रूपमा काम गरेको छ। बिल्डिङ ब्लक्सको रूपमा यसले चाहिँ हेल्प गर्छ इन लर्नर एकाडेमिक एन्ड प्रोफेसनल जर्नी है। कुनै पनि लर्नरको एकाडेमिक र प्रोफेसनल जर्नीमा है यसले चाहिँ बिल्डिङ ब्लक्सको रूपमा यो चाहिँ हेल्प गर्छ, एक्ट गर्छ है। एट लास्ट है अन्तिममा त्रिभुवन युनिभर्सिटी को फ्याकल्टी अफ म्यानेजमेन्टले चाहिँ है फ्याकल्टीको म्यानेजमेन्टले चाहिँ सिस्टमेटिक त्यसपछि आउटकम बेस्ड है ओरिएन्टेड प्रोग्रेसिभ एप्रोच है को तरिकाले करिकुलमको के गरेको छ, डिजाइन गरेको छ है। र सँगसँगै है यसको चाहिँ स्ट्रक्चरल फ्रेमवर्क छ। त्यस सँगसँगै आउटकम बेस्ड एजुकेसनसँग अलाइनमेन्ट गरेको छ। कन्टिन्युस इम्प्रुभमेन्टका कुराहरू छन् है। जसले गर्दा चाहिँ ट्युको गरेर चाहिँ के हुनसक्छ, एकाडेमिकल्ली स्ट्रङ हुनसक्छ, प्रोफेसनल्ली कम्पिटेन्ट हुनसक्छ है। र सोसल्ली के हुनसक्छ, त्यो रेस्पोन्सिबल हुनसक्छ है यो कुराहरू यो टियुको फ्याकल्टी अफ म्यानेजमेन्टको कोर्सले के गरेको छ भन्दाखेरि चाहिँ डिजाइन गरेको छ साथीहरू है। यो पनि धेरै इम्पोर्टेन्ट छ है यो कोर्सको है अथवा करिकुलमको है ब्रेकडाउन गर्दाखेरि, करिकुलमको एनालाइसिस गर्दाखेरि यो टपिक पनि धेरै इम्पोर्टेन्ट छ है साथीहरू है। यस अन्तर्गत हामीले आज चाहिँ है करिकुलमको फ्रेमवर्कको मिनिङहरू पढ्यौँ है। किन करिकुलमको फ्रेमवर्क चाहिँ है फ्लेक्जिबल हुनुपर्छ, किन स्ट्रक्चर हुनुपर्छ, र त्यस कारणले गर्दा है त्रिभुवन युनिभर्सिटीको फ्रेमवर्क मल्टिलेयर किन छ, विभिन्न किसिमका कोर्सहरू, फाउन्डेसन कोर्सहरू, त्यसै गरेर कोर कोर्सहरू, इन्टिग्रेटेड कोर्सहरू, अहिले त्यसपछि रिसर्च कोर्सहरू, त्यसै गरी प्रोफेसनल कोर्सहरू, त्यसै गरी इन्टेलेक्चुअल कोर्सहरू किन राखिएको छ, प्र्याक्टिकल एक्सपोजर किन गर्ने है भन्ने कुरा गरेको छ। पेडागोजिकल र स्ट्रक्चरल लजिकहरूको बारेमा है तिनवटा स्टेजहरूको बारेमा पढ्यौँ हामीले। र सँगसँगै भर्टिकल प्रोग्रेसन र होरिजेन्टल इन्टिग्रेसनको बारेमा पढ्यौँ है। त्यसै गरेर अर्को चाहिँ आउटकम बेस्ड एजुकेसनको बारेमा पढ्यौँ है। बेस्ड एजुकेसनसँगको अलाइनमेन्टको कुरा गऱ्यौँ है। यस अन्तर्गत चाहिँ प्रोग्राम लर्निङ आउटकम्सको कुराहरू, त्यसै गरी कोर्स लर्निङ आउटकम्सका कुराहरू गऱ्यौँ। त्यसै गरेर है सिग्निफिकेन्स है सिग्निफिकेन्स अफ ओबिई है आउटकम बेस्ड एजुकेसनको सिग्निफिकेन्स के छ त, त्रिभुवन युनिभर्सिटीमा के यसको आवश्यकता छ त, त्यसको यसको इसेन्सियालिटी के छ है, यसको जरुरी किन परेको छ, त्यो कुरा हेरेका छौँ है। त्यसपछि ब्याचलर लेभल र मास्टर लेभलका करिकुलमको लेभल के छ है, करिकुलम प्रोग्रामको स्ट्रक्चर लेभल वाइज कसरी गरिएको छ भन्ने कुरा आजको यो कन्टेन्टमा हामीले हेरेका छौँ साथीहरू है। योबाट तपाईँहरूले के बुझ्नुभयो है कमेन्ट गर्नुहोला र मजाले यो भिडियोलाई र यो कन्टेन्टलाई मजासित हेर्नुहोला र यसलाई त्यही किसिमले एनालाइसिस गरेर एक्जाममा कहिलेकाहीँ आयो भने है फ्याकल्टी अफ म्यानेजमेन्टको कोर्सको है फ्रेमवर्क कस्तो छ है, यो फ्रेमवर्कले केसँग अलाइनमेन्ट गरेको छ, यो कोर्सका है सब्जेक्टहरू के छन्, यो कोर्सभित्र के कुराहरू छन्, यो कोर्सको सिग्निफिकेन्स के छ है, पेडागोजिकल स्ट्रक्चर के छ है, भर्टिकल प्रोग्रेसन र होरिजेन्टल इन्टिग्रेसन के छ, र यसको है मेन अब्जेक्टिभ के हो त भन्ने कुरा लाई कहिलेकाहीँ सोधिहाल्यो भने यसरी हामीले के गर्न सक्छौँ, यो किसिमको कन्टेन्टमा हामीले यसरी ट्र्याकल गर्न सक्छौँ साथीहरू। ल आजलाई यति नै गरौँ। ल थ्याङ्क यू भेरी मच।